हेलो सेवा सबैमा फेरि पनि म सृजना सानो मिनी भिडियो मिनी ब्लग लिएर आइसकेको छु अरे क्या दर्शकबिनहरू भन्नु अरे अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो सानो क्युट सा मारिया डन अनि मारिया डनले चाहिँ पुरा मलाई तानिरहेछ है अनि तर हिँड्नु त हिँडिरहेछु म त के तान्नु परेको भन्दै कराउनु नमिल्ने जिरीलाई। यहाँ चाहिँ हुनुहुन्छ मेरो बदैनी निङ्वामा अनि मारिया र निङ्वामा त भइहाल्नु भयो हेर्नुभयो। अनि यो चाहिँ हाम्रो गोलो घर सोह्रको एउटा सान भनौँ न है। अनि यहाँ चाहिँ अब बहुभाषिक भन्दै हुनुहुन्थ्यो मलाई मजाले थाहा छैन के हो। अनि यहाँ हुनुहुन्छ हाम्रो सामियोन क्युट सा चेहरा अनि ऊ चाहिँ मेरो प्रिय साथी कविताको छोरी हुनुहुन्छ अनि उसले चाहिँ पुरा मेरो साथी कवितालाई उसको मम्मीलाई तानिरहेछ क्या छिटो हिँड्नु भन्दै। अनि अब के अरे यहाँ चाहिँ हुनुहुन्छ हाम्रो सुम्निमा डन अनि सुम्निमा डनको पिच्छु हुनुहुन्छ जेसिका डन अनि उहाँहरू चाहिँ मेरो माइतीको मेरो साथीहरू उहाँहरू हो क्या। अनि मेरो बहिनीको पुरा दिदीहरू अनि सबैजनाले खेलाउने बहिनीको अब बहिनीलाई खेलाउने भनौँ न अब उनीहरू दिदीहरू। अनि यहाँ सामियन चाहिँ पुरा रिसाइरहनु भएको छ अनि यहाँ टिम यहाँ छ अनि अझै एउटा अर्को करन्डन हुनुहुन्छ कता हुनुहुन्छ है करन्डन चाहिँ अनि बहिनीलाई फकाउनु जानु सामियनलाई भनेको नि हतार हतार कुदेर गइहाल्यो खुब उनीहरूलाई रमाइलो चलिरहेछ नि त है। अनि अब सबैजना खेल्नुको लागि जाँदैछ अनि यहाँ मारिया डनले मलाई के भन्दै हुनुहुन्थ्यो है मैले अब पार्ट बनाएर भिडियो मात्रै बनाएँ नि त नबोलिकन गरेँ त्यही भएर यसरी अडियो गरेर चाहिँ मैले अपलोड गर्नुपर्ने भयो नत्र यिनीहरूको बोली वचन हेर्नु कति मजा आउँथ्यो है। अनि यहाँ चाहिँ छ 16 नम्बरको हाम्रो पार्क यस्तो छ है जोसोकादेखि अलिक पर हजुर सबै प्रायः धरानकोलाई त सबैलाई थाहा नै छ। अनि यहाँनिर चाहिँ खेल्नु पनि सुरु गरिसक्यो पालिपिलो सबै चलिसक्यो करन्डन यहाँ हुनुहुँदो रहेछ नि त करन्डन त अघि आइसक्नु भएको रहेछ या भ्याइसक्नु भएको रहेछ क्या 9मा। अनि अब म पनि चढेँ है खेल्दैछु यतिखेर कति चिच्याउँदै गर्दै खेल्दै थियौँ। अब के गर्नु है अब यहाँ सुनाउनु पनि नमिल्ने अब अडियो रेकर्ड गरेको छु अनि यस्तो होस् म्युट गरिदिएको सबैजना। अनि यहाँ चाहिँ हुनुहुन्छ मेरो छोरी निनाममा अनि डराउँदै हुनुहुँदो रहेछ अगाडि राखेर चाहिँ अनि यसरी पछाडि गरेर गरेपछि चाहिँ फेरि डराउनु भएन। अनि कति रमाइलो छ जिन्दगी। अनि अब ठुलो मान्छे साथीभाइ है हामी सबैलाई कति पिर चिन्ता अब बेग्लै हुन्छ नि त आफ्नो आफ्नो जीवनको समस्या। तर अब यो बालबालिकासँगको चाहिँ उनीहरू अब उनीहरूको पाराहरू हेर्दै मजा क्या अब उनीहरूलाई केही नै छैन क्या सोक्न सुर्ता भुक्न भकारी भन्नुहुन्छ नि हाम्रो मामु बाबाहरूले त्यस्तै क्या रमाइलो चल्ने क्या जिन्दगी। अब त्यही भएर मलाई पनि उनीहरूसँग खेल्नु बस्नु रमाइलो लाग्छ तर वाक्कै दिक्क लाउँछ र अब त घरिघरि त एकरो गर्छ र ढिट गर्छ र गाह्रो क्या। मेरो छोरी पनि खेल्ने भइसक्यो अनि यहाँनिर चाहिँ उभिएको गर्दैछ। अनि यहाँ चाहिँ सुम्निमाले नि बसाउनु न निनी भन्छन् तिमी नै बसाइदेऊ न भनेको अनि बसाइदियो। अनि त्यसपछि यहाँ मारिया डनले चाहिँ उसको चक्लेट खोल्नु दिइरहेछ मलाई अनि मैले चाहिँ खोलिदिनु है भनेर अनि भनिदिएको त अनि सुम्निमाले म खोलिदिन्छु निनी भन्नु अनि खोलिदेऊ भनेर अनि खोल्दैछ। अनि पुरा ऊ मेरो छोरी त हेर्नु न हौ म त नमुना के गर्नु र सानो मुमिन खेल्ने भइसक्यो अब यता र उता कुद्ने भइसक्यो। अनि दिदीले चाहिँ बसाइदिन्छ ऊ चाहिँ उभिहाल्दो रहेछ क्या त्यहाँनिर। अनि अब यहाँ खेलिसकेपछि अनि अर्को ठाउँमा खेल्नु जान्छ फेरि यस्तै राउन्डिङ तर त्यो घोडाहरू जस्तै केमा हो अनि हेर्नु सक्नुहुन्छ। अनि सोक्न सुर्ता भोक्न भकारी जिरीहरूको पारा अरे क्या अनि यहाँ घोडामा खेलिरहेछ क्या पुरा। अनि निनाममा मेरो छोरी त्यो लड्छ भनेर त्यहाँ पछाडि पुरा सपोर्टमा हुनुहुन्छ सुम्निमा दिदी। अनि कति रमाइलो है आहा यिनीहरूको खेलकुदहरू। अनि यहाँनिर केटाकेटी मात्रै छ है अनि रमाइलो देखिरहेछ नि त ठिकै देखिरहेछ लेभलमा। अब यहाँ हेर्नु न मेरो भदैनीलाई चाहिँ मैले यो भिडियो मार्फत चाहिँ अनि अब मतलब अब यही खेलाउन अब यो खेल्ने चिजबाट चाहिँ थाहा पाएँ क्या मेरो छोरी मेरो भदैनी अलिक ठुली हुनुभएछ भनेर बल्ल महसुस गरेँ अरे क्या। नत्र त अब आफ्नोभन्दा सानो आफ्नो अब भदैनी छोराछोरी सबै आफूभन्दा सानै देखिन्छ भन्नुहुन्छ नि त सानै पनि देखिरहेको देख्थेँ भरे त यो भिडियो हेरेर त छिपी पो सकेछ जस्तै लाग्यो क्या अरे क्या छिपिनु भएछ मेरो छोरी मेरो भदैनी है। मेरो छोरी भन्ने बानी भएको छ क्या सानैदेखि खास चाहिँ अब साइनोमा त भदैनी हो तर अब छोरी भन्ने बानी भएर छोरी नै भन्छु तर खास चाहिँ भदैनी है। अनि त्यसपछि उनीहरूको जिन्दगी देखेर मलाई रमाइलो लाग्यो। अनि सबै सकेर घर फर्केर अब म चाहिँ 16बाट 15 मेरो माइतीबाट मेरो बुढाको घर मेरो हस्बेन्ड मेरो रामुको घरतिर लाग्दैछु अनि लिनु आउँछु भन्दै थियो अनि होइन आखिरमा बाबाले मै पुऱ्याइन्छु भन्नुभयो अनि जाँदैछु आजलाई यति नै टाटा बाई बाई।